च्याप्टर 1 उपत्यकामा रासपाको क्लिन स्वीप। काठमाडौँ उपत्यकाका 3 जिल्लाहरू काठमाडौँ, भक्तपुर र ललितपुर, यी 3 जिल्लामा 15 वटा निर्वाचन क्षेत्र छन्। काठमाडौँमा 10 वटा, ललितपुरमा 3 वटा र भक्तपुरमा 2 वटा। यी 15 निर्वाचन क्षेत्र नै जितेर रासपाले नेपालको इतिहासमै पहिलो पटक काठमाडौँ भ्यालीलाई नै क्लिन स्वीप गरिदिएको छ। 2064 साल भन्दा अगाडि काठमाडौँ भ्यालीलाई एमालेको गढ भन्ने गरिन्थ्यो, तर 2064 सालमा माओवादीले त्यो गढ भत्काउँदै ललितपुरका 3 वटै सिट र काठमाडौँबाट पनि 4 वटा सिट गरेर भ्याली भित्रका 15 मध्ये 7 सिटहरू जितेको थियो। 2079 सालसम्मको चुनावमा आइपुग्दा माओवादी काठमाडौँ भ्यालीबाट पत्ता साप्नै भएको थियो भने त्यो गढलाई रासपाले हल्लाइदिएको थियो। 6 महिना अगाडि मात्र खोलिएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले त्यति बेला काठमाडौँ भ्यालीबाट 5 वटा सिटहरू जितेको थियो भने नेपाली कांग्रेसले 7 सिट जित्दै काठमाडौँ भ्यालीमा आफ्नो प्रेजेन्स बनाएको थियो। तर 2082 सालको चुनावमा त काठमाडौँ उपत्यका भरि कहीँ पनि पुराना पार्टीहरूले विजय जुलुस निकाल्न पाएनन्। रासपाले नै काठमाडौँका 10 वटै निर्वाचन क्षेत्र, ललितपुरका 3 वटा निर्वाचन क्षेत्र र भक्तपुरका 2 वटा निर्वाचन क्षेत्रमा सबै ठाउँमा धेरै ठूलो मतान्तरले जित्यो। र इन्ट्रेस्टिङ कुरा त काठमाडौँ भ्यालीमा रासपाले चुनावमा भोट माग्न कुनै पनि आमसभा गरेकै थिएन। जम्मा एक दिन रवि र बालेनले आफ्ना उम्मेद्वारहरूसँग रोड शो गरेका थिए, त्यति हो। उपत्यका भित्र पनि केही इन्ट्रेस्टिङ घटनाहरू देख्न पाइयो। भक्तपुर 1 बाट प्राय सधैँ जसो जित्दै आएका नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पनि अरूभन्दा कम्पेरेटिभली कम मतान्तरले पराजित भए। त्यसै आफूलाई भक्तपुरको विकासको नायक भन्दै आएका एमालेका सचिव महेश बस्नेत पनि भक्तपुर 2 मा रासपाका राजीव खत्रीसँग नराम्रोसँग पराजित भए। चुनावताका महेश बस्नेतले राजीव खत्रीलाई भक्तपुरको टुरिस्ट उम्मेद्वार भन्दै उनलाई त भोट माग्न पनि गुगल म्याप हेर्दै जानुपर्छ भनेर खिसी ट्युरी गरेका थिए। तर तिनै टुरिस्ट उम्मेद्वार राजीव खत्रीले भक्तपुरकै लोकल उम्मेद्वार महेश बस्नेत भन्दा झन्डै 4 गुणा बढी मत ल्याइदिए। यता काठमाडौँमा पनि अवस्था त्यस्तै नै रह्यो। नयाँको एक खाले लहर देखेरै होला धेरै जसो पुराना पार्टीका पुराना नेताहरूले काठमाडौँमा उठ्ने आँट